को मुसिकोट नगरपालिका वार्ड नम्बर 3 जलुके गाउँको वास्तविक कथा तपाईँ सामु लिएर आएका छौँ। केही वर्ष अगाडिसम्मको यथार्थ यस्तो थियो। गाउँका घरहरू रित्ता थिएनन्। घर बाहिर रहेका छोराछोरी वा घरका सदस्य बाहिर भए चाडपर्व आउनु अगाडि जम्मा हुन्थे। गाउँका खेतबारीमा मौसम अनुसारको बाली हुन्थ्यो। खेतमा सिँचाइको पालो नपाउँदा सल्लाह हुन्थ्यो र पालो बाँडिन्थ्यो। गाउँमा जम्मा भएका युवाहरूबीच विभिन्न प्रकारका खेलमा टिम बढी हुँदा 2-4 टिममा बाँडिएर खेल खेल्थे। गाउँमा भएका खसी बोका काट्दा समेत दसैँमा मासु नपुगेर टिकाकै दिन गाउँ बाहिरबाट खसी बोका लिएर समेत ढालिन्थे। चाडपर्वमा गाउँका गोरेटा बाटाहरू सरसफाइपछि चिटिक्क पर्थे। तर समय बित्दै गयो। गाउँमा पनि विकासका पूर्वाधारहरू तय हुँदै गए। तर दुर्भाग्य पछिल्लो समय गाउँमा बसाइसराईले तीव्र गति लियो। बसाइसराईको दर दिन प्रतिदिन बढ्दैछ। अहिलेको यथार्थ यस्तो छ। गाउँका घरहरू रित्ता हुँदै गए। कोही रहरले बसाइसरे त कोही बाध्यताले। चाडपर्वमा परदेशी घर आएनन्। गाउँ छोडेर बजार लागेका पनि गाउँ आएनन्। अहिले गाउँमा खानेपानी र सिँचाइको व्यवस्थापन राम्रो छ, तर गाउँका खेतीयोग्य जमिन बाँझिएका छन्। घरका बाआमा रोजगारीको लागि विदेश लागे। भएका सन्तान कोही सँगै त कोही बजार लागे। आफ्ना बाआमालाई बजार लगेर छोराछोरी विदेश गए। त्यसभित्र घरको आर्थिक अवस्थाको कथा लुकेको छ। अहिले गाउँमा 20 किलोको खसी बोका काट्दा बिक्रीको लागि अन्यत्र गाउँका मान्छे जम्मा गर्न पर्छ। गाउँका गोरेटो बाटाहरू एक्लै हिँड्न डराउनु पर्ने र काँडा पन्छाएर हिँड्न पर्ने बाध्यता छ। परदेशी दाई 1-2 वर्षमा गाउँ आउने गर, अनि स्वदेशभित्र रहेका दाजुभाइ 2-4 महिनामा आफ्नो जन्म गाउँ टेक्ने गर। तिमी खेल्ने आँगनमा झारले हेऱ्यौ, उकाली ओह्राली गर्दा थकाइ मेट्ने चौपारी भत्किए। घाँसदाउरा गर्दा सालको पातको सहयोगमा पानी पिउने ती पँधेरा भासिए। बिहे गरेर गएकी छोरी कहिलेकाहीँ त माइती गाउँ आउने गर। तीजमा छमछमी मादलको तालमा नाच्ने तिमी अहिले मादलमा खरी नलगाएकै 4 वर्ष भइसक्यो। 10 वर्ष भइसक्यो गाउँमा 10 जना दिदीबहिनी जम्मा भएर अल्ली गतिलो तीजको राम नभएको। कोही बसाइसरे, कोही परदेशिए, बजार गएका कोही कहिलेकाहीँ आउँछन्। उति बेला विकट गाउँ भनेर हेप्थे। अहिले त्यस्तो छैन। अहिलेको अवस्था यही किसिमले बढ्दै गए अबको 5 वर्षभित्र गाउँ सम्झी रुने स्थिति सिर्जना नहोला भन्न सकिएन। पहिला लाउरे आउँदा घरका सबै सदस्य बाटोसम्म गएर लाउरीले ल्याएका सामान बोकेर घर ल्याउनु पर्थ्यो। अहिले लाउरिया सबै सामान बजारमा थन्काएर एकजोड कपडा लिएर आउँछन्, अनि बढीमा 2 रात गाउँमा बिताएर जान्छन्। यो कथा वास्तविक हो। फरक कतै बाध्यता होला, कतै बाध्यताभित्रको रहर। आफ्नो